लान्छु तपाईँ पनि चखन खाइसक्यो सक्यो अब आफै दसैँ दसैँ त यहाँ छु दसैँ आयो कुखुराको दशा आयो खोइ हामीले सुँगुरको मासु लगाउने मान्छे को पो आज त उयो लागेन कि सुँगुरमा के लाग्यो हाम्रो पनि ल्याइरहेको बुका लगाउनु पर्छ नि र म त सुँगुरको खुट्टाको अझ पनि के त्यसलाई चाहिँ मलाई अब भुइँचरा गरेर खानु नि खुट्टाको त कहिले खाएन पनि जानेन गोरुको चाहिँ एउटा भोलि शुक्रबार म पनि युट्युबबाट हेरिकन बनाऊँ भनेर ए भोलि खानु त्यो पनि खानु हेरेपछि आउँछौँ आज खाऊ मैले खाँदैनौ मलाई सब्जी ल सन्तोकी छु ए अहिले म सन्तोकी छु सन्तोक भयो म त होइन ऊ आउनुसँग त फेरि उर्मिला फिकेर बनाउँछु नि म खुवाउने के भए बनाउँछु 2 दिनमै अस्ति बिहामा उसँग ऊ आउँदैछ भनेर थाहा पायो भने अटोमेटिक त्यो घट्दै जान्छ मेरो त्यस्तो हुन्छ अस्ति बिहामा नि कहाँ म एक्सर्साइजहरू के गर्नु डाइटहरू के गरेन त बेसी खुसीले होला कुदेको गर्छु नि त फेरि आएपछि त त्यस्तो नि हुन्छ नि त सानो मान्छे हो छिटो कुद्छ भेराइटी सब्जी पकाएर खानु पर्छ म छ मुखबाङमा भनेपछि यो एक हड्डी एकैखेपमा खान्छ होइन हामीले 10 मिनट लाग्छ खानु तपाईँलाई काँक्रा ल्याइदिनु भएको छ 3 केजी जस्तो पर्यो मेरो घरमा मान्छे नि आउँछ भनेर राखेर 3 केजी त्यो बेलै भनेर किनेको अस्ति भर्खर त्यो म आँपा घुस्नमा जाँदा उता जाँदा हेर्थ्यो प्लास्टिकमा भेटेर चाहिँ आज ल्याएछु रोपेको थियो अरे मजाले फल पर्छ यो मधेसी काँक्रा भन्छ होइन बाहिरबाट हेर्दा चाहिँ छिप्पेको देख्दछ हो अस्ति ल्याउनु कहिले छ म त खाँदैन त काँक्रा गजा मन पर्दैन के मनपर्छ कि त्यो अचारहरूमा खुट्टा मनपर्छ नि त? खुट्टाको मन पर्छ के छ खुट्टा मन पर्छ खोइ के हो कस्तो रसिलो हुन्छ खुट्टा र फिलाको मासु अनि पखेटा पोखरी डोल्नु आउनु नि त अनि उयो के भन्छ उयो जाति घरकोहरूलाई चाहिँ पोल्ट्री मन पर्दैन पुरीको बफाएर फ्याँक्नुपर्छ अन्त कुकरमा उयो गर्नुपर्छ अचार जस्तै क्या डल्लो डल्लै काट्नु हुन्छ मेरो भयो चारो दिने म दुईजना खुट्टा चारो दिने तपाईँ पकाउने उहाँ टेस्ट गरिने त्यो हड्डीबाट मन डुबेको यो चारो लिने आमा दिने तपाईँ भाउजू पकाउने हो हड्डी बोत्रो बोत्रो नि यो हड्डी कहाँ चपाउने लागेको छ त अर्को कुरकुरे हड्डी हुन्छ नि चपाउने हो मासु त यति भएछ नि त्यो त दुईटाको पवित्र अर्को त यति थियो त उयो कराई अग्लो अग्लो खाले थियो नि त खासमा चाहिँ म त मासु एउटा बेसी थिएन तर अग्लो अग्लो खाले कि त्यस्तो भएर कोइलरको त मासु पर्छ हौ घरको भन्दा चाहिँ नि मासु मासु हुन्छ नि त घरको त अति बेसी हुन्छ अब भात आएको खोजे अब फोटो खिचेर अन्त हाँ फोटो खिच्नुपर्छ सबैजना तपाईँले लुगा फेरिहालेछ त अब फोटो क्लिक नगर्ने कतिवटा चाहिँ पहिला आएकै हुँदाखेरि काटेको आज एउटा भन्यो नि त ए चरखुट्टे के त यो भनेको चरखुट्टे सुँगुरको चाहिँ कस्तो खानु मन लाग्छ नि के गर्नु अझ खाँदैन सोमबार अब म यहाँ व्रत मेरो हिजोसम्म सुँगुरको मासु ल्याएर गरेर हो मलाई त आज खानु पाउँदैन भनेर उयो के भन्छ भुटेर तो खाएन त मलाई आज 1 किलो मासु सकेको थिएन मलाई आज लाग्दै यति मासु पाक्छ कि दसैँमा सुँगुरको मासु चाहिँ खानु पाउँदैन भनेर यो खाएको छ कुरकुरे हड्डी
हौ त्यो भोलि म तपाईँलाई यसरी टुक्रा पारेर चाहिँ भाउजूले आइलेमा खान्छ भोलि। भाउजूले सिकाएको बेलुका खानु बेलुका के हुन्छ? पर्सि जानुहुन्छ पर्सि जान्छ म शनिबार जानुहुन्छ हुन्छ त मङ्गलबार आउनु हुँदैन त्यस्तो हुन्छ नि बेलुका त घाम त बेसी हुँदैन के हुन्छ? होइन नि शनिबार त खास त माइत आमालाई नभेट्नु भन्छ क्या भेट्यो भने नि शनिबार नफर्किनु भन्छ नभेट्नु भनेर भन्छ खास त्यो बरु गयो भने पनि त्यहीँ आफ्नो मान्छेतिर बस्नु अन्त उयो पारा लागेपछि बस्नु नभेट्नु अरे क्या माइत आमालाई एउटा विशेष शनिबार जान्छ होइन मेरो सधैँ शनिबार प्रायः शनिबार आठ बजी 9 बजी त खाँदैन त घाम डुबेपछि त त्यहाँ शनिबार चाहिँ आफ्नो जन्मदिन आमालाई चाहिँ नभेट्नु भन्दा छ क्या टाढो चाहिँ नजिक त भेटिँदैन नजिकको चाहिँ भूत ए नजिकमा त बस्दैन पनि त परिहाल्यो भने मात्रै त्यस्तै पऱ्यो भने त जानु पर्छ म प्रायः मेरो त प्रायः शनिबारै हुन्छ त होइन अहिले मतलब केही भएको छैन भन्दा के पनि हुँदैन तिम्रो बार राम्रो होला सम्झेर होला कहिलेसम्म के पनि किन के हुन्छ के हुन्छ मलाई मङ्गलबार हिँड्नु म त कुनै बार पनि बार्दिनँ बुझिराख्नु ऊ त अब जति कतिखेर आइपुग्छ थाहै हुँदैन एक्लै हुँदा त केही जस्तो हुँदैन बिहा गरेपछि चाहिँ रोकटोक चिया बनाएर खान्छु तपाईँले बनाउँदै थिएन नि त बिहानको किलो दुध त 2 दिनमै सक्यो त्यो आइपुग्यो नभेटेर अमुल दुध ल्याएछ अमुल दुधको त चिया खाएको जस्तो लाग्दैन एउटा चाहिँ आफूले काटिसक्नु भएको थियो जस्तो लाग्यो मैले भनेर उता पनि चिया पाउँछ क्या त्यो अमुल दुधको खाएको जस्तो हुँदैन न्याएर चाहिँ चिया खाएको जस्तो हुन्छ अनि त न्याएर म कफी खाँदैन चिया नै खान्छु नाना बेलुका आउनुहुन्छ तर त आउनु हुँदैन होला मान्छेले कुरा गर्छ न जानुहुन्छ त अन्त के हुन्छ टिका भन्छ आलु म पकेटा के हो यो उता पकेटा जाँदै अलिक छेउमा ल्याएर यहाँ छेउमा भात खाँदैन भरेतिर भात त कहिले हो गएर सुप खानु सुप जुस अलिक हालिदिनुहोस् हाम्रो दसैँ हो नि त दसैँ जुस हालिदिनु यो जुस त राम्रो हुन्छ राम्रो म खाएर बोली बाटो नामको अब बुढी बाख्रा के हेर्ने अरे बोली बाटो हो गोले बाजे ए परा हामीले त टिका लगाएर पैसा दिएन त बोले त्यत्रो थापेर सबै आइपुग्यो तिमीलाई पनि जानु याको त्यत्रो दुधवाला थापेर भन्नु न झोलबाट निकालेको अनि हेर त झोलको मसलाको टेस्ट अब एकछिन फर्काइदिएर मेरो पूजामा दसैँको पैसा दिएर चाहिँ फर्काउनु पर्यो त्यो पेन्टहरू पनि फर्काइदियो ल अहिले 7 दिन पनि भएको थिएन रिटर्न भइहाल्छ दुईजना फर्काइदिनु ल अहिले आसुले खाएको थियो पनि आशीले खायो खाने चिज चिया खाने अरे आफै पकाएर स्पेसल छ नि
अहिले आगोलाई झोल बनाइदिन्छु आगो रासुलाई आगो रासुहरू खानु हुँदैन रहेछ नि त गोरु तपाईँ गाउँले गोरुमा खानु कुरामा के हो दियो त हाममा चारकुटेलाई खाँदैन भने त कुखुरा चाहिँ कति दुध ल्याउनु त पार्टी मैले चारकुटे भनेको के भन्नु खोजेको चाहिँ कति खुट्यो खुट्टा कतिमा खायो अन्त अघि खाएछ चारवटा। अहिले खुट्टा खाएछ अन्त छेटा त्यही भएर झट्टै याद आएको खुट्टा कुखुराको दुईवटा खुट्टा हुन्छ बिर्सेको म त तपाईँ जिस्केर पो भनेको होला भनेको त मोमो बनाएर खानु पऱ्यो दसैँको दिनमा मोमो खाने मान्छेहरू हामी त पार्बो नै काल के हामी पार्बो आज के हामी पार्बो न भोलि ससुरा बुहारी बनाएर खाऊँ न अन्त भोलि चाहिँ बनाइदिनु सक्छु अन्त बेलुका त आउँछ नि त होइन बिहान बिहान पकायो बेलुका त तपाईँ डुलेरै खाएरै के चाहिँ खान्छ होला सब्जी खाने दिनमा ए चिनी पराठा। त पो लगेछ त लासेम लासेममा छ। टिका लगाउनु लगेको चाहिँ नि यसो जुस हो त्यो चिसो छ मात्रै हो तातो भएको जस्तो मासुसँग मजा आउँछ कोल्ड ड्रिङ्क्स खायो अब आएको छ यसमा चाहिँ क्या मेहनत गर्नुपर्छ हड्डीसँग त रसी चाहिँ रसी पनि आज त तपाईँहरूको कोही आउँदैन होला नि आजु भोलि एकै दिनमा आएको भए नि सबैजना भोलि कति बजी आइपुग्नु हामी तल सोधेको के त फेरि मलाई हेऱ्यो बेलुका बेलुका आउँछु ल हो बेलुका बेलुका फेरि हामी बेलुका बेलुका आउनु भनेको आमा डापा बाइकमा गइहाल्छ भाउजूलाई स्कुटीमा फेरि यहाँनिर नि जानुपर्छ हामी रोमा नाना घरमा रोमा घर यो आमाले के भन्दैछ के भन्दैछ उनी कति निगो त्यहाँ छेउमा तामाको कुहरू किनेर ल्याउन अरे लाउन लाउनु न अन्त हँ लाउनु न अन्त घरको ठुलो मान्छे पनि न त यतिकै भन्नुपर्छ तपाईँले ए अब कति गरेर पर्छ अरे अब कति वर्ष होला 30,000 40,000 एउटाको त त्यस्तो पर्छ त के हो खुट्टा खाएको भिडियो गर्दै त्यो गर्दा अब कुद्नु पऱ्यो नि खुट्टा सबैलाई जिउको मासु चाहिँ हामी चाहिँ पकेटा खाँदै हामीलाई आप्पाले हेप्रो खुट्टा मात्रै दियो चौरी त्यही हो अब के गर्नु माता उडा के दियो जुस अरू त के त खानु न कुखुरा खुट्टा हाम्रो दिएन के भन्नु त्यो हामी म किनेर लानु तिम्रो कुरा खुट्टा 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 काटुमै कुखुराको आज सिटी लगाएर सस लगाएर फ्राई गरेर कस्तो गरेर बोन पिस निकाल्नु
यसको नि प्रोसेस हेर्नु हामीले खायो होइन हड्डी अब लियोलाई खेरै पकाउँदै मान्छेले भनेको बित्तिकै ले भनिहाल्छ पैसा बनाके आमा कुची ल्याउनु पर्ने लिनु त सब्जी लगाइदिनु भन्नुभएको ए खुट्टा खाऊ के भन्छ तिमीलाई खुट्टा खुट्टा खायो कसको बाजे के गर्छ भाउजूले इङ्ग्लिस लगाएछ उसले पनि भाउजू फेरि खुट्टा खुट्टा खायो खै पुगेन ऊ त खुट्टा खुट्टा काट्नुपर्छ होला हवा अर्को कुरा खुट्टा खुट्टा काटिदिउँ होइन त्यो डोला खानु खुट्टा भोक लागेछ त नि तिमीलाई नि अब दिनुपर्छ फोटो क्लिक गर्न आशुले के खानुभयो चाट मात्रै खायो पहिला दिने मैले खान्छु तपाईँले गोरुको मासु खानुहुन्छ जाने बोल्नु के गर्नु लाग्यो